Hello everyone, welcome back to my channel and thank you for watching and loving my previous videos. आज चाहिँ म क्लास 11 को टप 3 मोस्ट प्रोबेबल न्यूमेरिकल प्रब्लम्स फ्रम डायनामिक्स लाई लिएर आएको छु र आजको भिडियोमा सल्भ गरिने पहिलो न्यूमेरिकल प्रब्लमलाई हामी हाम्रो स्क्रिनमा देख्न सक्छौं र यो क्वेशन एक्जाम पोइन्ट अफ भ्यूले एकदमै इम्पोर्टेन्ट छ। प्रब्लमलाई डिटेलमा बुझ्नको लागि भिडियोलाई अन्त्यसम्म रहेर हेर्नु होला र क्वेशनमा भनिएको छ व्हाट इज द एक्सेलरेसन अफ ब्लक एन्ड ट्रली सिस्टम shown in figure alongside if the coefficient of kinetic friction between the trolley and the surface is 0.04, what is the tension in the string र हामीलाई क्वेशन लेट टेक स्मल g एज 10 मिटर पर सेकेन्ड स्क्वायर भनेको छ भने नेग्लेक्ट द मास अफ द स्ट्रिङ भनेर भनेको छ। सो प्रब्लम सँग रिलेटेड फिगरलाई हामी यहाँ छेउमा देख्न सक्छौं। यहाँ एउटा ट्रली देख्न सकिन्छ जसको मास 20 केजी छ र यहाँनेरि ब्लक देख्न सक्छौं जसको मास चाहिँ 3 केजी छ। त्यस्तै गरी यहाँनेरि ब्याकवर्ड हामी fk भनेर देख्न सक्छौं व्हिच इज काइनेटिक फ्रिक्सन। स्ट्रिङमा टेन्सन t लाई देखाइएको छ भने यहाँनेरि नेट फोर्स 20 टाइम्स a छ भने यहाँनेरि नेट फोर्स 3 टाइम्स a दिएको छ। अब हामी यो क्वेशनलाई यही फिगरका आधारमा सल्भ गर्नेछौं। So the free body diagram of the given figure alongside is, so for a trolley system हामीलाई मास दिएको छ 20 kg भने यहाँनेरि स्ट्रिङमा टेन्सन लागेको छ T र पछाडीपटि काइनेटिक फ्रिक्सन र यतापटि नेट फोर्स दिएको छ 20 टाइम्स A। त्यस्तै गरिकन फर ब्लक मास दिएको छ 3 kg भने डाउनवर्ड वेट दिएको छ 30 न्यूटन। so स्ट्रिङमा टेन्सन T नै भइहाल्यो भने यहाँनेरि नेट डाउनवर्ड फोर्स दिएको छ 3 टाइम्स A। So let us name this free body diagram as figure A and this as figure B. Now applying Newton's second law for figure A. So net force summation F is equal to T minus Fk. So let us save this equation as equation 1. We know kinetic friction is obtained as Fk is equal to coefficient of kinetic friction times normal reaction. हामी यहाँनेर झुकिनु हुँदैन। यहाँ मास m छ भने यतातिर डाइरेक्ट डाउनवर्ड लागेको हुन्छ वेट mg भने यसलाई ब्यालेन्स गर्नको लागि सरफेसबाट नर्मल्ली एउटा फोर्स अपवर्ड लागेको हुन्छ जसलाई हामी नर्मल रियाक्सन भन्छौं r। त्यसो हो भने यसलाई हामी म्यु k टाइम्स r मा mg लेख्न सक्छौं। मैले भर्खरै त्यो फिगरमा देखाएँ r भनेकै mg हो। So now let us save this equation as equation 2. From equation 1 and 2, so net force summation F is equal to T minus, so kinetic friction को ठाउँमा coefficient of kinetic friction times mg. So हामीलाई क्वेशनले नेट फोर्स 20 टाइम्स a दिएको छ। सो हामी यहाँ नेट फोर्स को ठाउँमा 20 टाइम्स a लाई सब्स्टिट्युट गर्न सक्छौं इज इक्वल टु र टेन्सन इन द स्ट्रिङ हामीले क्याल्कुलेट गर्नुपर्ने हो T माइनस कोएफिसिएन्ट अफ फ्रिक्सन हामीलाई 0.04 दिएको छ। सो मास हामीलाई 3 kg दिएको छ भने स्मल g को भ्यालु 10 लिनु पर्ने छ। सो अन क्याल्कुलेटिङ देयरफोर 20 टाइम्स a इज इक्वल टु T माइनस 8 हुन आउँछ। सो लेट अस सेभ दिस इक्वेसन एज इक्वेसन 1. Again applying Newton's second law for figure B. So यहाँ पनि नेट फोर्स समेसन F is equal to 30 minus T. So नेट फोर्समा हामीलाई 3 टाइम्स A दिएको छ। So यो एक्सप्रेसन हुन आउँछ 3 टाइम्स A is equal to 30 minus T. So let us take this equation as equation 2. Now adding equation 1 and 2, we get, so 20A plus 3A is 23A is equal to plus T and minus T. They both cancel out each other, 0. So minus 8 plus 30 is 22. So A is equal to 22 upon 23. So on solving यो हुन आउँछ 0.96 meter per second square. So यो नै हाम्रो रिक्वायर्ड भ्यालु अफ एक्सेलरेसन हो। सो क्वेशन अनुसार हामीले टेन्सन क्याल्कुलेट गर्नुपर्ने छ। सो अब हामी यो a को भ्यालुलाई लगेर इक्वेसन 2 मा सब्स्टिट्युट गर्छौं। सो सब्स्टिट्युटिङ द भ्यालु अफ a इन इक्वेसन 2 we get, so 3 times 0.96 is equal to 30 minus t हुन आउँछ। So on calculating LHS मा हुन्छ 2.88 minus 30 is equal to minus t, which on calculating यो हुन आउँछ minus 27.1 is equal to minus t. So here minus and minus they cancel out each other. Therefore the required value of tension is 27.1 Newton, which is our required answer. So in this simple way we can solve this problem. त्यस्तै गरिकन आजको भिडियोमा सल्भ गरिनुपर्ने सेकेन्ड क्वेशनलाई हामी हाम्रो स्क्रिनमा देख्न सक्छौं र यो क्वेशन एकदमै इन्ट्रेस्टिङ प्लस इम्पोर्टेन्ट छ। प्रब्लमलाई डिटेलमा बुझ्नका लागि भिडियोलाई स्किप नगरिकन हेर्नु होला। क्वेशनमा भनिएको छ अ पार्टिकल अफ मास m रेस्ट अन अ हराइजन्टल फ्लोर विथ which it has a coefficient of static friction mu. It is desired to make the body move
by applying minimum possible force capital F, find its magnitude and direction. र क्वेशनलाई चाहिने नेसेसरी फिगर पनि हामीलाई दिएको छ। हामी फिगरलाई यहाँ साइडमा देख्न सक्छौं। यहाँनिर m मास गरेको पार्टिकल चाहिँ होराइजन्टल फ्लोरमा रेस्ट गरेको छ र हामीलाई यसको कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन दिएको छ म्यू। अब क्वेशनको सेकेन्ड पार्ट अनुसार हामीले यो पार्टिकललाई यसरी मुभ गराउनु पर्ने छ, तर टु बी नोटेड त्यो पार्टिकललाई मुभ गराउन लगाएको फोर्स चाहिँ एकदमै मिनिमम हुनुपर्ने छ। त्यसो हो भने यो फोर्स यसरी होराइजन्टली लाग्न पोसिबल छैन, किनभने यो होराइजन्टली यसरी लाग्यो भने यो फोर्स म्याक्सिमम हुन्छ र यो फोर्स चाहिँ यसरी भर्टिकल लाग्न पनि पोसिबल छैन। यसरी भर्टिकल लागेको फोर्सले पनि यसलाई फरवर्ड मुभ गराउँदैन। त्यसो हो भने यो फोर्स यता कताबाट यही एंगल बनाएर यसरी लागेको हुनुपर्छ, जुन कुरा नै हामीलाई यहाँ फिगरमा देखाइएको छ। यो फोर्स हामीले निकाल्नु पर्ने छ, किनभने यो फोर्स मिनिमम फोर्स हो। अब यही फिगरका आधारमा हामी यो क्वेशनलाई सल्भ गर्नेछौँ। सो भर्खरै एक्सप्लेन गरे अनुसार यो फोर्सले चाहिँ केही एंगल बनाएको छ यहाँ थीटा। त्यसो हो भने यो फोर्सको कम्पोनेन्ट टुक्रिन्छ। सो जहाँ एंगल टाँसिएको हुन्छ त्यो हुन्छ एफ cos थीटा, भने एंगल नटाँसिएको ठाउँमा हुन्छ एफ sin थीटा। र हामी यहाँ स्मल एफ देख्न सक्छौं, यो भनेको फ्रिक्सनल फोर्स हो। सो फ्रम फिगर हामी त्यहाँ क्लियरली देख्न सक्छौं एफ cos थीटाले फ्रिक्सनल फोर्सलाई ब्यालेन्स गरेको छ। त्यसो हो भने एफ cos थीटा इज इक्वल टु स्मल एफ भनेर लेख्न सक्छौं। एज फ्रिक्सनल फोर्स एफ इज गिवन बाई म्यू टाइम्स आर। सो यो कुरालाई हामीले यो भन्दा अगाडि क्वेशनमा पनि डिल गरिसकेका छौं। देयरफोर एफ cos थीटा इज इक्वल टु म्यू टाइम्स आर। सो लेट अस सेभ दिस इक्वेसन एज इक्वेसन 1। त्यस्तै गरी हामी फिगरमा भर्टिकली देख्न सक्छौं एफ sin थीटा प्लस आर ब्यालेन्सेस mg। सो भर्खर एक्सप्लेन गरे अनुसार यो एफ को कम्पोनेन्ट एफ sin थीटा भर्टिकली अपवर्ड लागेको छ भने सरफेसले चाहिँ नर्मल रिएक्सनलाई पनि अपवर्ड लगाउँछ, विच इज आर। सो यो दुईटा फोर्सको समले चाहिँ mg लाई ब्यालेन्स गरेको देखिन्छ। सो फर्दरमोर यहाँ हामी नर्मल रिएक्सन आर इज इक्वल टु mg माइनस एफ sin थीटा भनेर लेख्न सक्छौं। सो लेट अस सेभ दिस इक्वेसन एज इक्वेसन 2 फ्रम इक्वेसन 1 and 2। सो हामी आर को ठाउँमा mg माइनस एफ sin थीटा लाई सब्स्टिट्युट गर्न सक्छौं। सो एफ cos थीटा is equal to mu times mg minus f sin theta. So furthermore हुन आउँछ f cos theta plus mu times f sin theta is equal to mu times mg. So हामीले फोर्स को एक्सप्रेसनलाई निकाल्नु पर्ने भएकाले यहाँ f लाई कमन लियौं। त्यसो गर्दाखेरि रहन्छ cos theta plus mu times sin theta is equal to mu times mg. So simple f is equal to mu times mg upon cos theta plus mu times sin theta. So which is most important expression. Let us save it as equation 3. अब यहाँ एउटा सानो लजिक छ। हामीले यो फोर्स चाहिँ मिनिमम फोर्स क्याल्कुलेट गर्नुपर्ने छ, यसलाई हामीले बिर्सिनु हुँदैन। सो यो मिनिमम फोर्स क्याल्कुलेट गर्नको लागि यो डिनोमिनेटरमा भएको एक्सप्रेसन चाहिँ म्याक्सिमम हुनुपर्छ। सो यहाँ लजिक भनेको यही नै हो। फर एफ टु बी मिनिमम द टर्म इन डिनोमिनेटर cos थीटा प्लस mu टाइम्स sin थीटा मस्ट बी म्याक्सिमम। सो अब हामीले डेरिभेटिभमा पढेको म्याक्सिमम मिनिमम केसलाई यहाँनिर लगाउनु पर्ने हुन्छ। सो म्याक्सिमम निकाल्नको लागि हामीले के गर्नुपर्छ, फर्स्ट डेरिभेटिभ निकाल्नुपर्छ। सो डिफरेन्शिएटिङ डिनोमिनेटर विथ रेस्पेक्ट टु थीटा। सो यो हुन आउँछ d अपन d थीटा टाइम्स cos थीटा प्लस म्यू टाइम्स sin थीटा इज इक्वल टु 0। यही नै हो म्याक्सिमम को कन्डिसन। त्यसो हो भने यो सिम्पल डेरिभेसन हो। यहाँ d cos थीटा अपन d थीटा भनेको हुन आउँछ माइनस sin थीटा प्लस म्यू कन्स्टेन्ट भइहाल्यो। d sin थीटा अपन d थीटा भनेको cos थीटा हो इज इक्वल टु 0। सो फर्दरमोर माइनस sin थीटा इज इक्वल टु माइनस म्यू टाइम्स cos थीटा। So here minus and minus they cancel out each other. र हामी यसलाई sin theta upon cos theta is equal to mu भनेर लेख्न सक्छौं। So as we know sin theta upon cos theta is tan theta is equal to mu. So this is next most important expression. So let us save this expression as equation 4. So यो एक्सप्रेसन को आधारमा हामी एउटा फिगरलाई तयार पार्न सक्छौं। So सिम्पल क्लास 8 9 मा पढे जस्तो। So हामी यहाँ एउटा राइट एंगल ट्रायंगललाई प्रिपेयर गर्न सक्छौं। हामीलाई थाहा छ tan थीटा भनेको p upon b हो। त्यसो भए रेफरेन्स एंगल यहाँनेर थीटा हो भने 90 डिग्री यहाँनेर हो। यदि त्यसो हो भने हामी यहाँनेर कम्पेरिजन गरेर लेख्न सक्छौं रेफरेन्स एंगलको अपोजिट साइड परपेन्डिकुलर, जहाँ हामी म्यू लेख्न सक्ने रहेछौं र बेसको ठाउँमा 1 लाई लेख्न सक्ने रहेछौं, किनभने यो एक्सप्रेसनलाई हामी म्यू अपन 1 पनि भन्न सक्छौं। त्यसो भए सिम्पल पाइथागोरस थ्योरम लगाएर हामी हाइपोटेन्युस h लाई क्याल्कुलेट गर्न सक्ने रहेछौं। त्यो भनेको स्क्वायर रुट म्यू स्क्वायर प्लस 1 हुने रहेछ। सो यति कुरा भएपछि अब हामी सिम्पल sin थीटा र cos थीटा को भ्यालुलाई एचिभ गर्न सक्छौं। देन sin थीटा
इज इक्वल टु पी अपन एच। त्यसो हो भने पी को ठाउँमा हामी म्युलाई लेख्न सक्ने भयौँ अपन एच को ठाउँमा हामी स्क्वायर रुट म्यु स्क्वायर प्लस 1 लाई लेख्न सक्ने भयौँ। त्यस्तै गरिकन cos थीटा को ठाउँमा हामी कति लेख्न सक्ने भयौँ त p अपन h, सो विच इज इक्वल टु बेस को ठाउँमा 1 लेख्न सक्ने भयौँ अपन सो h को ठाउँमा स्क्वायर रुट म्यु स्क्वायर प्लस 1। त्यसो हो भने इक्वेसन 3 टेक्स द फर्म so that minimum force is equal to mu times mg upon so cos theta को ठाउँमा 1 upon square root mu square plus 1 plus mu times sin theta को ठाउँमा mu upon square root mu square plus 1। so यो furthermore हुन आउँछ mu times mg upon so दुवैमा mu square plus 1 भएको कारणले गर्दाखेरि यहाँ हुन्छ 1 plus mu times mu is mu square upon square root mu square plus 1। so furthermore यसलाई हामी mu times mg upon so 1 plus mu square लाई हामी square root mu square plus 1 whole square upon square root mu square plus 1 भनेर लेख्न सक्छौं। so square root mu square plus 1 and this square they both cancel out each other। त्यसो हो भने therefore that minimum force is given as mu times mg upon square root mu square plus 1 which is our required expression for minimum force। सो यो रह्यो म्याग्निट्युड अफ द्याट फोर्स। अब क्वेसनले भने अनुसार हामीले क्याल्कुलेट गर्नुपर्ने छ डाइरेक्सनलाई। सो त्यो एकदमै सिम्पल भइहाल्यो किनभने हामीले भर्खरै tan थीटा इज इक्वल टु म्यू भनेर अब्टेन गरिसकेका छौं भने हामीले सिम्पल थीटा निकाल्दिनु पर्ने हो डाइरेक्सनको लागि। सो सिम्पल फर डाइरेक्सन वी हैव tan थीटा is equal to mu, therefore theta is equal to tan inverse mu which is our required direction। So in the simple way we can solve this problem। त्यस्तै गरी आजको भिडियोमा सल्भ गरिनुपर्ने थर्ड क्वेसनलाई हामी हाम्रो स्क्रिनमा देख्न सक्छौं which is extremely important। र क्वेसनमा भनिएको छ see figure alongside a mass of 4 kg rest on horizontal plane, the plane is gradually inclined until an angle theta is equal to 15 degree with the horizontal and the mass just begins to slide। what is the coefficient of static friction between the block and the surface। र हामीलाई क्वेसनले नेसेसरी फिगर दिएको छ। हामी यहाँ एउटा मासलाई देख्न सक्छौं। क्वेसनले भने अनुसार यो मास 4 kg को छ र यो मास चाहिँ होराइजन्टल प्लेनमा रेस्ट गरेको छ र त्यो प्लेन चाहिँ होराइजन्टल सँग थीटा इज इक्वल टु 15 डिग्रीले इन्क्लाइन छ जसलाई हामी एंगल अफ रिपोज पनि भन्छौं। र हामीले थ्योरीमा मजाले पढेका छौं यो एंगल थीटा हुन्छ भने यो एंगल पनि थीटै हुन्छ। यदि त्यस्तो हो भने यो 4 kg मासको वेट चाहिँ डाइरेक्टली भर्टिकली डाउनवर्ड लागेको हुन्छ व्हिच इज mg र यो एंगल थीटा भएको कारणले गर्दाखेरि यहाँनेर यो mg का कम्पोनेन्टहरु टुक्रिन्छन्। त जहाँ थीटा टाँसेको हुन्छ त्यहाँनेर कम्पोनेन्ट आउँछ mg cos थीटा र योसँग परपेन्डिकुलर हुने गरी आउँछ mg sin थीटा। क्वेशनले यो मास चाहिँ जस्ट बिगिन टु स्लाइड भनेर भनेको छ। यदि त्यसो हो भने यता पछाडीपटि एउटा फोर्स लागेको हुन्छ which is sliding friction र यो R भनेको नर्मल रियाक्सन भइहाल्यो जुन सर्फेसले लगाएको हुन्छ। सो यति कुरा बुझिसकेपछि हामी यो क्वेशनलाई सहजै सल्भ गर्न सक्छौं। सो हियर हामीलाई मास दिएको छ 4 kg, एंगल अफ रिपोज दिएको छ 15 डिग्री भने क्याल्कुलेट गर्नुपर्ने छ कोएफिशिएंट अफ स्टैटिक फ्रिक्सन। अकॉर्डिंग टु क्वेशन as the mass just begin to slide at theta is equal to 15 degree, then angle of repose theta is equal to angle of friction alpha is equal to 15 degree। so mass just begin to slide भन्नुको अर्थ चाहिँ यो कुरालाई इन्डिकेसन गर्नु हो। अब त सिम्पल we know coefficient of sliding friction is equal to tan alpha which is equal to tan 15 degree। so which on calculating यसको भ्यालु हुन आउँछ 0.27। therefore coefficient of sliding friction is equal to 0.27 which is our required answer। so in the simple way हामी यो प्रब्लमलाई सल्भ गर्न सक्छौं। आई होप आजको भिडियो एकदमै हेल्पफुल रह्यो। यस्तै इन्ट्रेस्टिङ भिडियोजहरुका लागि यो च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। अपकमिङ भिडियोजहरुमा पनि यस्तै इन्ट्रेस्टिङ प्रब्लमहरुलाई सल्भ गर्ने नै छु। टिल देन टेक केयर, एन्जॉय एन्ड कीप वाचिङ एडुसन सर।